आजको यस भिडियोमा बताउनु छ तपाईँ आफ्नो इमोमा लक कसरी लगाउने। तपाईँ पनि आफ्नो इमोमा लक लगाएर तपाईँ आफ्नो इमोलाई सुरक्षित राख्न चाहनुहुन्छ भने तपाईको लागि आजको भिडियो। इमोमा लक लगाउनको लागि सबभन्दा पहिले आफ्नो इमोलाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ प्रोफाइलको आइकनमा क्लिक गर्नु होला। त्यसपछि यहाँ सिक्युरिटी एन्ड प्राइभेसीमा क्लिक गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ पासकोड लक, यहाँ क्लिक गर्नु होला। त्यसपछि इनेबलमा क्लिक गर्नु होला। त्यसपछि यहाँ आएर तपाईँ एउटा लक यहाँ राख्नु होला। जस्तै म 1 2 3 राख्दै छु, उसी फेरि कन्फर्मको लागि फेरि 1 2 3 4 यहाँ राख्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ लक यहाँ कन्फर्म भइसकेको छ, सक्सेसफुली भइसकेको छ। त्यसपछि यहाँ डनमा क्लिक गर्नु होला। त्यसपछि तपाईले फिंगर लगाउनु छ भने यहाँ फिंगर यहाँ इनेबल गरिदिनु होला। त्यसपछि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ अटो लक, यहाँ क्लिक गर्नु होला। त्यसपछि यहाँ 1 मिनेटमा सिलेक्सन हुन्छ, यहाँ एभ्री टाइममा क्लिक गरिदिनु होला। यसले गर्दा तपाईको इमो जति बेला तपाईको ओपन हुन्छ, जति टाइम तपाईको इमो ओपन हुन्छ त्यो टाइम नै तपाईको लक लागिहाल्छ। थ्यांक यू।